यहाँहरु सबैलाई नमस्कार। अहिले हामी ढगारी गाउँपालिकाको वडा नम्बर 3 को तालीको मिलिजुली कृषक समूहको अध्यक्ष बसु बुढाको घरमा आइरहेका छौं। उहाँले चाहिँ एकदम अर्गानिक टमाटर लगाउनु भएछ। सिर्जना जातको टमाटर लगाउनु भएछ। एकदम राम्रो तरिकाले उहाँको मेहनत लगानी यसमा धेरै छ। लटरम्म हामीले कहिलेकाहीँ देख्छौं। म त एउटा कृषि प्राविधिक भएको कारणले पनि तर फेसबुकमा यताउता मिडियामा चाहिँ ट्याक्कसँग के देखिन्छ लटरम्म फलेको भिडियो फोटोहरु देखिन्छ के साच्चै हेर्ने हो भने चाहिँ त्यो कहिलेकाहीँ लाग्थ्यो यो खाली त्यतिकै बनाएको कार्टुन हो कि जस्तो लाग्थ्यो। कार्टुन नरहेछ के यस्तो फल्ने रहेछ। उहाँ चाहिँ हाम्रो प्रत्यक्षदर्शी कृषक बसु बुढा मिलिजुली कृषक समूहको अध्यक्ष। उहाँको यो टमाटर यहाँ चाहिँ उहाँ मजाले यो भान्टा खेती गरिराख्नु भएको छ। यो चाहिँ एक जातको भान्टा खेती छ भनेपछि यो चाहिँ अलि यो लम्बा खाले यो चाहिँ अलि अर्को खाले भान्टा खेती गरिराख्नु भएको छ। मजाले तरकारीहरु लगाइराख्नु भएको छ उहाँ चाहिँ। तर लाग्छ मलाई जागिर खानु भन्दा पनि आफ्नै गाउँ घरमा मजाले बिन्जेस गरेर बस्दा पनि कुनै किसिमको घाटा चाहिँ छैन जस्तो लाग्छ के हेर्ने हो भनेपछि एक किसिमको नमुना कृषक पनि बनिन्छ। अरूलाई चाहिँ पाल्न सकिने के अरूलाई केही गर्न सकिने कृषक बनिन सकिने रहेछ। त्यही भएर म पनि अब यसो कृषि क्षेत्रमा क्रान्ति गर्ने भएको कारणले म पनि अब कृषिलाई आधुनिकीकरणतिर फट्काउनको लागि अब म पनि गाउँमा गएर यस्तै आफ्नै खेती गर्छु भन्ने मलाई एकदम ठूलो आशा लागिरहेछ।